ल म चाहिँ जिप लाइन हान्दैछु टक्क अहिले जिप लाइन हान्दैछु होइन यो कस्तो हल्लेको हौ यो यार ल है त जिप लाइन जाँदैछु यस्तो छ हेलो दाइ हाई भन्नु यता ओ दाइ हेलो हेलो के छ भन्नु न हौ यार जिप लाइन आउनु होला भन्नु न दुई चारवटा शब्द बोल्नु त यार केही बोल्नु नि तपाईँ आउनु होला जिप लाइनमा त्यही त नि यार उहाँलाई पठाउँदैछु हामी होइन ल दाइ दार खानुपर्छ कि अब होइन त्यही छ के कमजोरी यार पाउनु एकैछिन पाउनु ल धेरै टाइट भयो त हौ यहाँ तल रेडी हो डिक्सर हेलो ल मेरो वेट चाहिँ ठ्याक्क 82 केजी सकेसम्म म अड्किनु पर्यो ल गाइजहरू म अड्किनु पर्यो है अड्किनु पर्यो ओके उहाँलाई ब्रेकमा आइपुग्नु भन्दा आइपुग्दा चाहिँ होइन अड्किनु परेर के उहाँलाई चाहिँ एकछिन यतै अड्किनु पर्यो कि यतै तपाईँ सुतिर आनन्द है ल यस्तो हात छोडिदिने ल ल आउँछु कि आउँछु हात छोडिदिनु सर छोडिदिन्छु यता घुम्दैन यो ल हात छोड्नुहोस् जानुहोस् तपाईँलाई बिचमा ओके ल ल ओके ल 1 2 3 गो हेलो गाइस आम्मा यहाँबाट तल हेर्दा त यार डरै लाग्दो हुने रहेछ हौ ल है त म चाहिँ यहाँ अड्किसकेको छु फाइनल्ली यहाँबाट उँधो चाहिँ डरै मर्दो हुने रहेछ ल ल ल ल ल हावा पनि चलिरहेछ म यस्तो हुने रहेछ है त गाइस मलाई लिन चाहिँ त्यहाँबाट आउँदैछन् म चाहिँ यहाँ दोस्रोचोटि अड्किनकै लागि फोटो भिडियो गर्नकै लागि आएको तर अलिक डर चाहिँ लागिरह यस्तो छ अनि यहाँ तल हैट ओ माई गड ओइ ल यार ल मलाई लिन आउँदैछन् है त्यहाँ परबाट ओइ ओ म काम है मलाई लिन आउँदैछन् ओइ डर लाग्यो यार हैट बिच्चा आछु भन्ने भयो नि दा यार डर लाग्यो यार डङ्गा हुँदैन नि तपाईँ र म डङ्गा ठोकिदिनँ नि ए यो हात छोडिँदा हुन्छ ओइ थ्याङ्क यू ल दाइ आइसक्नु भएको छ मलाई लिनलाई हेलो दाइ हाई भनिदिनु तपाईँहरूलाई दुःख भयो मैले गर्दा थ्याङ्क यू दोस्रो अवसर दिनुभएकोमा ल दाइ र म चाहिँ जाँदैछु हात दुख्दैन त्यसरी ल है त ल यार तपाईँ र म नै अड्किनु क्या अलि समस्या परेको अवस्था यो पनि चाहिँ यस्तो छ यार अघि त कसम डर लागेको थियो यार दाइ त्यहाँ पुगेपछि त तल हेर्दा त लास्ट चाहिँ देखिँदो रहेछ नि त हेलो जिप लाइनमा आरामले है त ल दाइ गल यार दाइ यार म ठेलु 82 केजी यार 82 केजीलाई तान्न गाह्रो परिरहेको है दाइलाई तर त्यहाँ पुगेपछि त डर लाग्यो यार म त यार बिच्चै गएको छु भन्ने भयो नि हो कसम यस्तो डर लाग्यो त्यहाँ त अघि त ल धन्यवाद मलाई अवसर दिनुभएकोमा